धन्यवाद गर्छु जगतका महान मालिक सर्वशक्तिमान पिता हजुरलाई अनगिन्ती धन्यवाद गर्छु। यीशु मसीहको नाउँमा एकचोटि जोरदार तालीले सम्मान गरौँ यस्ता महान अनि शक्तिशाली परमपिता परम ईश्वरको लागि। त धन्यवाद गर्छु जगतका महान मालिक सर्वशक्तिका धनी सबै महिमाको धनी आशीर्वादको धनी महिमाको धनी उद्धारको धनी चङ्गाईको धनी धन सम्पत्ति सबै खालका एकदमै आशीर्वादको धनी जगतका मालिक पिता हजुरलाई अनगिन्ती धन्यवाद गर्छु। यीशु मसीहको नाउँमा आजको यसै महिमाका सभा अध्यक्ष हाम्रो बद्री सर हजुर अनि हाम्रो पार्वती म्याम हजुर यसै शाखाको एउटा नमुना भन्छु मैले हैन। आज प्रथम वार्षिक उत्सवमा उपस्थित भएका छौँ हामी। त परमपिता परमेश्वरको महिमा आज यस्तो धुम यस्तो सोचेको भन्दा पनि यस्तो एकदमै उदेक लाग्दो कार्य परमात्माले गरेर देखाउनु भएको छ। सम्पूर्ण यसै शाखाका लिडर जन त्यसै गरी विभिन्न शाखाबाट उपस्थित रहनुभएका सम्पूर्ण अगुवाहरू सह अगुवाहरू केन्द्रीय लिडरहरू म्युजिसियन सर हजुरहरू क्यामेरा पर्सन सर हजुरहरू लगायत विभिन्न सङ्घ संस्थामा कार्यरत सम्पूर्ण ईश्वरकै आत्मिक सन्तानहरू लगायत परमात्मा पिताका पवित्र सन्तानहरूमा म एकै मुष्टमा शिर झुकाएर नमस्कार गर्न चाहन्छु। धन्यवाद गर्छु जगतका महान मालिक सर्वशक्तिमान पिता हजुरलाई अनगिन्ती धन्यवाद गर्छु। यीशु मसीहको नाउँमा हरेक समय धन्यवाद गर्न मन लाग्छ, हरेक समय उहाँसँगै समय व्यतीत गर्न मन लाग्छ। किनभने परमात्मासँग बिताएको समय भनेको यति आनन्द हुन्छ, यति सुख हुन्छ, यति शान्ति हुन्छ, यति भड्केका मनहरू जलेका मनहरू टुटेका मनहरूलाई पनि एकाग्र पारेर सजिलो जीवनयापन गर्न हरेक कुरा हरेक परिस्थितिमा मनको स्थितिलाई बलियो पार्नलाई प्रेरणा दिइरहनुहुन्छ परमात्मा पिताले। त्यसकारण परमात्मा ईश्वरलाई हरेक समय धन्यवाद गर्न मन लाग्छ, हर समय धन्यवाद गर्न मन लाग्छ। किनभने परमपिता परम ईश्वरले भन्नुभएको छ, मेरा सन्तानहरू तिमीहरूलाई जुन दिनबाट मैले मेरो राज्यमा चुने, मैले बोलाएँ, मैले नाम काडिकन स्वर्गका भोजनको लागि, स्वर्गका खुराकको लागि, स्वर्गका खजानाको लागि तिमीहरूलाई यो आवश्यक छ भनेर जुन दिनबाट मैले मेरो राज्यमा मेरो महिमामा बोलाएँ मेरो बच्चा, त्यसै दिनबाट तिमीहरूको जीवनमा आएका हरेक आँधी बेहेरी समस्या बाधा रुकावट कुनै समस्याहरू तिम्रो होइन, त्यो सबै मेरो हो। तिमीले धन्यवाद गरेर मलाई चढाइदेऊ। तत्पश्चात तिम्रा जीवनका हरेक कठिनाइहरूलाई हरेक बाधा रुकावटहरूलाई चकनाचुर पारेर तिम्रो जीवनलाई हल्का बनाउने आशीर्वाद दिने उद्धार दिने मैले काम गरिसकेको छु सन्तान, पाइसके। धन्यवाद परमात्मा पिता हजुरले मेरो जीवनमा काम गरिसक्नुभयो भनेर जोरदार ताली बजाउँदै हरेक वचनलाई हरेक शब्दहरूलाई आफ्नो अमूल्य जसरी हामीले लगाएको गहनालाई हामीले कति सुरक्षित राख्छौँ, कति ध्यान दिन्छौँ, कति जतन गर्छौँ। किनकि त्यो गहनाले तपाईँलाई सुन्दरता दिएको छ, त्यहाँभन्दा पनि बढी सुन्दरता
पिता परमेश्वरको वचनमा जतन गर्नुहोस्, वचनलाई जतन गर्नुहोस्, वचनमा मन दिनुहोस्। त्यहाँभन्दा बढी सुन्दर जीवन पिता परमेश्वरले हजुर हामी सबैको जीवनमा दिइसक्नु भएको छ। दिइसके भनेर परमेश्वरले घोषणा गर्नुभयो नि, धन्यवाद पिता, पाइसके भनेर ताली बजाउनुहोस् त। परमेश्वर पिताले 1000% कार्य तपाईँ हाम्रो जीवनमा गरेर दिइसक्नु भएको छ। त्यसै कारणले आज हामी यो समारोहमा, स्वर्गको समारोहमा छौँ। यो महिमालाई संसारको मन बुद्धि चेतना भएका व्यक्तिहरूले बुझ्नुहुन्न, तर जसले ईश्वरका आत्मा पाउनु भएको छ उहाँलाई थाहा छ परमेश्वर कति महान हुनुहुन्छ, उहाँलाई थाहा छ परमेश्वर कति सामर्थ्य हुनुहुन्छ र कति उच्च हुनुहुन्छ भन्ने कुरा जसले विश्वास गर्नुभएको छ उहाँको जीवनमा परमेश्वरले 1000% काम गरिसक्नु भएको छ। भइसके परमात्मा तपाईँको बोल्ने काम हो, सही भाषा सही शब्द बोल्ने काम हो। त्यो बोल्नलाई पनि तपाईँले जबरजस्ती लिएर आउनु पर्ने, जबरजस्ती सोच्नु पर्ने, जबरजस्ती कोट्याएर ल्याउनु पर्ने होइन। सजिलैसँग परमेश्वरले तपाईँ भित्रबाट सही अङ्गीकारको प्रेरणा पनि दिइसक्नु भएको छ। सही शब्दको प्रेरणा पनि जगतका मालिक परमात्मा पिताले येशू मसीहको नाउँमा प्रकट गरिसक्नु भएको छ। धन्यवाद गर्छु परमात्मा पिता, हजुर हुनुहुन्छ। परमात्मा हजुरमा सम्भव छ। हजुरले चाहेको काम यो जीवनमा प्रकट गर्नु। परमेश्वरलाई कहिले कहिले हामी परमेश्वरको ठाउँमा चाहिँ आफू बसेर अनि अराउन सिकाउन लाग्छौँ, त्यस कारणले दुःख हुन्छ। एक उदाहरणले, मलाई गाडी चलाउन आउँदैन तर हाम्रो उहाँ सर हजुरलाई गाडी चलाउन आउँछ। उदाहरणले, गाडी चलाउन आउने सर हजुरलाई मैले अगाडिको सिटमा राखेँ, चलाउन नजान्ने मान्छे म स्टियरिङ लिएर गाडी चलाउन सुरु गरेँ, अनि त्यहाँ दुर्घटना हुन्छ कि हुँदैन? हुन्छ नि, होइन? त्यस्तै कहिले कहिले गर्न जान्ने ईश्वरलाई चाहिँ भन्छौँ, ईश्वरलाई अगाडि त लाएँ भन्छौँ, तर चलाउन दिनुपर्ने परमेश्वरलाई थियो। त नजान्ने मान्छे आफै जान्ने भनेर गाडी चलाउन सुरु गर्छौँ, अनि दुर्घटना भयो भनेपछि ईश्वरलाई अगाडि त लाएकै थिए, परमेश्वरलाई त मागेकै थिए, परमेश्वरसँग पुकार त गरेकै थिए, परमेश्वरलाई त सोधेकै थिए, तर ईश्वरलाई गर्न दिनुपर्ने ठाउँमा हामी आफै गर्न लाग्यौँ भने त्यो काम सफल हुँदैन। किन सफल हुँदैन भने हाम्रा विचार यत्र हुन्छ, ईश्वरका विचार यति ठुलो हुन्छ। त्यसकारण परमात्माले भन्नुभएको छ, जसरी आकाशबाट वर्षा र हिमालबाट हिउँ झर्छ, त्यो फेरि व्यर्थैमा फर्केर जाँदैन, त्यसै गरी मेरो मुखबाट निस्केका प्रत्येक वचनहरू पुरा नभई छोड्दैन बच्चा। जसरी आकाशबाट वर्षेको पानीले जमिनलाई भिजाउँछ, बाली नाली उमार्छ, त्यसै गरी मेरो मुखबाट निस्केका प्रत्येक वचनले विश्वास उमार्छ। जब विश्वास उमार्छ, जब मन भिजाउँछ, मन भिजाएपछि विश्वास उमार्छ, जब विश्वास उम्रिन सुरु गर्छ तब उन्नति र फल आशीर्वादहरू यता हेरे पनि गवाई, यता हेरे पनि गवाई, अगाडि गए पनि काम प्रकट, पछाडि गए पनि काम प्रकट कसले गर्नुभएको हुन्छ त? महान अनुकारी पिता परमेश्वरले गरिसक्नु भएको छ। धन्यवाद परमात्मा पिता, भइसकेको छ, होइन? संसारको अगाडि चाहिँ भइसक्यो भन्दा अचम्म लाग्छ होला। संसारको लागि झुट बोलेको, तर स्वर्गको लागि चाहिँ नहुँदा पनि भइसक्यो मन गर्नु सत्य बोलेको हो। त्यो काम तपाईँको अगाडि सत्य प्रकट भएरै छोड्छ। त्यसकारण परमात्माले आँखाको अगाडि काम नहुँदा पनि धन्यवाद गरेर भइसकेको बोल मेरो बच्चा। तब आँखाको अगाडि भइसकेको काम तिमीहरूले सम्हाल्ने र आँखाले देख्ने योग्य मैले बनाइसकेको छु, तुल्याइसकेको छु। सन्तान भन्नुहुने परमात्मा हजुरलाई
अनगिन्ती धन्यवाद गर्छु येशू मसीहको नाउँमा। आज यो सामर्थ, आज यो शक्ति, आज यो अधिकार हजुर हामी सबैलाई दिनुभएको छ। अघि पनि हाम्रो एकजना सर हजुरले भन्नुभयो, एकदमै धेरै दुःख गरेर मेहनत गरेर कष्ट गरेर मात्र ईश्वर भेटाउन सकिन्छ भन्नुभयो नि, होइन? एकजना सर हजुरले नै परमेश्वरलाई हामीले सजिलैसँग पाउन सकिन्छ, पाइसकेका छौँ हामीले। संसारका मान्छे अझै पाउन पर्छ भनेर मेहनत दुःख कर्मद्वारा धर्मद्वारा ईश्वरलाई खोजिरहनु भएको छ। तर तपाईँ हामी सबैजना सौभाग्यशाली, हामीले परमात्मालाई पाइवरी उहाँको कामहरू पनि देखिसकेका छौँ, भइसकेको छ। काम प्रकट पनि परमात्मा पिताले 1000% गरेर दिइसक्नु भएको छ। जब जब विश्वास बढ्दै जान्छ, विश्वासमा बढ्दै जानुहुन्छ, मन बढाउँदै जानुहुन्छ, उत्साहित हुँदै जानुहुन्छ, तब संसारका मानिसहरूले धर्मको त्याग लगाएर हुन्छ कि जातको त्याग लगाएर हुन्छ कि त्यो दुष्ट आत्मा हिजोको दिनमा समस्या निकालेर बसेको दुष्ट आत्मा त मानिसको मुख भएर तपाईँ हाम्रो मन टुट्ने कुराहरू, तपाईँ हामीलाई रिस उठ्ने कुराहरू, मन कमजोर हुने कुराहरू त्यो दुष्ट आत्माले बोल्न सुरु गरेको हुन्छ। किन भनिरहेको छु मैले भने मैले पनि त्यस्ता दिनहरू धेरै भोगेर आएको। आज त के गाह्रो छ र, संसारै सच्चाइमय छ। जति बेला सच्चाइको सुरुवात गर्दै जाँदा पानीका धाराहरू काटिए, त्यस पछाडि बलिरहेका बत्तीका लाइनहरू काटिए, अनि काहीँ पसलमा जाँदाखेरि यत्र आँखाले हेर्नुहुन्थ्यो हिजोको दिनमा मिलेर बस्ने व्यक्तिहरू, अनि पसलमा काहीँ भेट्दा नि यत्रो आँखाले हेर्नुहुन्थ्यो, के नै अपराधै गरेको जस्तरी अपराधीलाई जस्तो गर्नुहुन्थ्यो। तर परमात्मा पिता धन्यवाद, आज कहाँ हुनुहुन्छ तपाईँहरू, कहाँ हुनुहुन्छ? परमेश्वरले के गर्नुभएको छ? सबैभन्दा अति उच्च र अति महान परमात्मा पिताले बनाइसक्नु भएको छ, होइन? त्यसैले संसारको कुरा सुन्न लाग्नुहुन्छ भने, आत्मिक सन्तान भएर पनि, ईश्वरका सन्तान भएर पनि संसारका कुराहरू सुन्न लाग्नुहुन्छ भने त्यो कुराले असर गर्छ। जसरी बिहानभरि मिठो ताजा फ्रेस खाना खानुभयो, अनि अहिले भर्खरै चाहिँ तपाईँले सडै गलेको कुहिएको खाना खानुभयो भने त्यो खानाले तपाईँलाई अवश्य के गर्छ? असर गर्छ। त्यस्तै त जगतका महान मालिक पिताको सन्तान भएर पनि संसारको कुरा, संसारको खराबी कुरामा तपाईँ ध्यान दिनुहुन्छ भने त्यो कुराले तपाईँलाई असर गर्छ। त्यसैले एक छाक खानेकुरा त हामी ताजा फ्रेस हेर्छौँ भने स्वर्गका परमपिता परमेश्वरका सन्तान भएपछि कुन कुरा लिने कुन कुरा नलिने त्यो सबै प्रेरणा पनि कसले सिकाउनु भएको छ? परमेश्वर पिताले तपाईँलाई के गर्ने के नगर्ने, के बोल्ने के नबोल्ने, के सोच्ने के नसोच्ने, यी सबै कुराहरू कसले सिकाउनु भएको छ त? आज जगतका महान मालिक पिता परमेश्वरले सिकाइसक्नु भएको छ, दिइसक्नु भएको छ। त्यसैले एक दिन भ्यागुत्ताहरूको भेला भएछ, कार्यक्रम भएछ, समारोह भएछ, अनि त्यहाँको व्यक्तित्वहरूले भन्नुभएछ, जसले यो पहाडलाई छिटोभन्दा छिटो चढ्छ अनि चढिसकेपछि चाहिँ जो छिटो चढ्छ त्यसले चाहिँ इनाम पाउँछ, त्यसले पुरस्कार पाउँछ भनेर पुरस्कारको व्यवस्था पनि गर्नुभयो। तब भ्यागुताहरू सबै लाइन लाएर भाग लिएर अनि पहाड चढ्न सुरु गर्दै गर्दा त वरिपरि हेर्न आउने दर्शकहरूले के भने भन्दा, तैँले यो पहाड चढ्नै सक्दैनस्, त जाँदा जाँदै तँलाई एकदमै समस्याले डुबाइहाल्छ, त चढ्नै सक्दैनस्, तैँले सक्दैनस्, सम्भवै छैन। एउटा भ्यागुता भएर यत्रो पहाड चढ्न सकिन्छ? यो हुनै सक्दैन। भन्दै गए ती सबै कुरा सुन्दै गयो, भ्यागुताले सुन्दै गयो। तब बाटो लागेका भ्यागुताहरू पनि एकदमै त्यो कार्यक्रममा भाग लिएर अगाडि बढेका भ्यागुताहरू पनि के गरे त? सकिँदो रहेनछ, हो
गाह्रो रहेछ भनेर सबैका कुरा सुन्दा सुन्दै मन कमजोर भयो। मन कमजोर भइसकेपछि यात्रा तय गरेका भ्यागुताहरू पनि जहाँको त्यहीँ स्टप रहे। तर एउटा भ्यागुतो चाहिँ के गर्यो त, सबैले सक्दैन, हुँदैन, सम्भव छैन भन्दा भन्दै पनि ऊ निरन्तर त्यो पहाडको यात्रामा लागिरह्यो। तब पहाड चढ्यो अनि त्यसले प्राइज पाएर हैन, पुरस्कार पाएर अनि ऊ फर्किन पनि सफल भयो। तब पत्रकारहरूले सोध्नुभयो, सबैले सकेनन्, तिमीले किन सक्यौ, तिमीले कसरी सक्यौ भन्दाखेरि त्यसलाई अब्जर्भ गर्दा, त्यसलाई अनुसन्धान गर्दाखेरि आखिरी त्यो भ्यागुताको बाहिरी कान बन्द रहेछ, भित्रको आत्मिक कान खुल्ला रहेछ। त्यसकारण उसले बाहिरको कुरै सुनेन, भित्रको सक्सेस हुन्छ, सम्भव छ भनेका भित्रका ऊर्जामय कुरालाई उसले विश्वास गर्यो, अगाडि बढ्यो। तब उसले जित हासिल गर्यो। तब उसले पहाड चढेर पुरस्कार पाएर पनि ऊ सफल हुन सक्यो। त्यस्तै त संसारको कुरा सुन्नुहुन्छ, सम्भवै छैन, यस्तो नि हुन्छ, यस्तो नि हुन्छ, यस्तो कुरा पनि सम्भव छ संसारको व्यक्तिले भन्नुहुन्छ। तर जब भित्री आत्माको कान सुन्नुहुन्छ, भित्री आत्माका आँखा खोलेर, भित्री मनको ढोका खोलेर सम्पूर्ण मनले यहोवा परमेश्वरमा भरोसा गर्नुहुन्छ, तब सक्दैनस् भन्नेहरूको अगाडि काम प्रकट गरेर 1000% स्वर्ग प्रकट तपाईँको जीवनमा परमात्माले गरिसक्नु भएको हुन्छ। हामी यस्तो ईश्वरलाई मानेको, परमेश्वरलाई जातमा तुलना नगर्नु, परमेश्वरलाई धर्ममा तुलना नगर्नु। कारण परमेश्वर मानिस हुनुहुन्न, शरीर हुनुहुन्न, परमेश्वर आत्मा हुनुहुन्छ। देखिँदैन तर छ, देखिएको सबै चिज नाश हुन्छ, तर नदेखिएको कुनै कुरा पनि नाश हुँदैन। अहिले हावा चलिरहेको छ, यो कुन जातको हावा चलेको होला, कुन धर्मको हावा चलेको होला थाहा छ त हामीलाई? नै, किन? यो हावा के हो त? आत्मा हो, अनभिजिबल छ, यो देखिँदैन, अदृश्य छ। त्यस्तै परमात्मा पिताजी पनि अदृश्य हुनुहुन्छ, तर उहाँको काम 1000% देखिने काम पिताले गरिसक्नु भएको छ तपाईँको जीवनमा। जस्तै अघि हाम्रो एकजना भाइले गवाई बताउनु भयो, म त्यो गवाईबाट यति उत्साहित भएँ। परमात्मा, मैले विष नै सेवन गरेको थिएँ, विष पिएको थिएँ, तर पनि त्यो विष खाँदा पनि विषले पनि मलाई असर गर्न सकेन, म जीवित भएँ परमेश्वरको कारणले। जसरी परमेश्वरले वचनमा भन्नुभएको छ नि, विश्वास गर्नेहरूसँग यी चिन्हहरू हुनेछन्, यस्ता चमत्कारहरू हुनेछन्, यस्ता कामहरू हुनेछन्, यस्ता उद्धारहरू हुनेछन्, यस्ता धनको जीवनहरू हुनेछन्, यस्ता उचाइको जीवन हुनेछन्, यस्तो आनन्दको जीवन हुनेछन्, यस्तो शान्तिमय जीवन हुनेछन् जसले भूतहरूलाई धपाउनेछन् विश्वास गर्नेहरूले। अघि एकजना कामिरहेको थियो, अघिसम्म कामिरहेको थियो, त्यो भूतलाई परमेश्वरले धपाइदिनु भयो, हटाइदिनु भयो। भूत भनेको काम्ने मात्रै होइन, फेरि हाम्रा शरीरमा भएका सबै रोग निकाल्नेलाई दुष्ट आत्मा, भूत आत्मा भनिन्छ। त्यसका सबै कामलाई नष्ट परमात्माले मात्रै सक्नुहुन्छ। तर हिजोको दिनमा हामी काठ बनेका थियौँ र फलामलाई चाहिँ हामीले काट्न लागेका थियौँ। काट्दै गर्दा उल्टो आफू खिएर गएका थियौँ। जसरी काठले फलामलाई काट्दा त्यो काठ खिएर जान्छ, फलाम जस्ताको तस्तै रहन्छ, त्यस्तै त हिजोको दिन हाम्रो त्यस्तो थियो। तर आज परमात्मा पिताले हजुर हामीलाई त फलामलाई फलामले काट्छ भने चाहिँ, हिरालाई हिराले काट्छ भने चाहिँ आत्माको समस्यालाई परमात्मा पिताले काटिसक्नु भएको छ, हटाइसक्नु भएको छ, धपाइसक्नु भएको छ। त्यसकारण भन्नुभएको छ विश्वास गर्नेहरूसँग यस्ता चिन्ह अनि चमत्कार हुनेछन्, तिनीहरूले भूतहरूलाई धपाउनेछन्, तिनीहरूले नयाँ भाषाहरूमा बोल्नेछन्। हामी नयाँ भाषा बोल्छौँ, आजका यी जति पनि भाषा नयाँ भाषा, संसारका भाषा जे छ त्यही बोल्नु, संसारको पुरानो भाषा
जे छैन त्यो चाहिएको छ त्यो पाइसके बोल्नु भाषालाई नयाँ भाषा भनिन्छ अनि अन्य भाषालाई पनि के भनिन्छ त नयाँ भाषा भनिन्छ हैन नयाँ भाषामा बोल्नेछन् आज तपाईँ हामी सबैजना नयाँ भाषामा बोल्छौँ संसारको मान्छेले किडनी फेल्छ भन्यो त्यही किडनी फेलर सोच आयो जस्तै हाम्रो रिना म्यामले बताउनु भयो नि अघि गवाई बताउनु भयो नि आमालाई क्यान्सर भनेको थियो बरु नभन्दा अलिअलि विश्वास थियो हैन त जब त्यो क्यान्सरको समस्या छ भन्ने शब्द सुन्नुभयो तब उहाँको मन अरू कमजोर हुँदै गयो शब्दले त कमजोर भयो उहाँलाई त्यस्तै त आज ती समस्या पनि परमेश्वरको नयाँ भाषाबाट परमेश्वरले भन्नुहुन्छ बच्चा ती समस्या त केही होइन तिमीलाई मैले उच्च र आनन्दित राज्यमा राखेको छु मैले महिमा र आशीर्वाद दिइसकेको छु सन्तान धन्यवाद गर भइसकेको बोल भइसकेको कार्य 1000% मैले गरिसकेको छु भन्नुहुने परमात्मा हजुरलाई अनगिन्ती धन्यवाद गर्छु येशू मसीहको नाउँमा जस्तै एउटा रुखमा हेर्नुहोस् बेलीझार भन्ने थाहा छ नि हजुरहरू सबैलाई बेलीझार हैन त्यसको न जरा हुन्छ न टुप्पो हुन्छ कहाँबाट आयो पता नै त्यसैलाई थाहा छ तर जब त्यो सानो टुक्रा मात्रै त्यो रुखमा राख्यो भने दिन प्रतिदिन त्यो एकदमै जेलिएर त्यो यति ठुलो भएर त्यो रुखको शक्ति पोषणलाई उसले के गरेको हुन्छ लुटिदिएको हुन्छ चुसिदिएको हुन्छ तर जब त्यो बेलीझारलाई हामीले त्यसको जरैबाई निकालेर हटाइदिन्छौँ तब त्यो रुख के हुन्छ आनन्दले वृद्धि र विकास गर्न सुरु गर्छ त्यस्तै बेलीझारले रुखलाई बेरे चाहिँ हामीलाई समस्याका बेलीझारले बेरेको थियो डसेको थियो हामीलाई फुल्न फक्रिन र बढ्न र वृद्धि हुनबाट हामीलाई रोकेको थियो तर जब जरैबाई निकालेर परमेश्वरले फालिदिनु भयो तर आज हामी फुल्न फक्रिन र फल दिने योग्यको परमेश्वरले स्वर्गका आत्माका सन्तान तपाईँ हामी सबैलाई बनाइसक्नु भएको छ यस्तो सामर्थ्य परमात्मालाई मनदेखि विश्वास गरेको हामीले आज कतिजना हुनुहुन्छ व्हील चेयरमा हुनुहुन्छ कोही पुरै शरीर बाङ्गिएको अवस्थामा हुनुहुन्छ कोही आँखा नदेख्ने अवस्थामा हुनुहुन्छ कोही कान नसुन्ने अवस्थामा हुनुहुन्छ कोही एकदमै हिँड्न चल्न नसक्ने अवस्थामा हुनुहुन्छ तर परमेश्वरलाई धन्यवाद अर्कोचोटिको महिमा आउँदाखेरि उहाँहरू सबै सुन्न सक्ने हिँड्न सक्ने बोल्न सक्ने हिँड्न सक्ने परमात्माले बनाइसक्नु भएको छ परमेश्वरको वचनमा सबै खालको तागत पाइन्छ भिटामिन ए पनि यसमा छ भिटामिन बी पनि यसमा छ भिटामिन सी पनि यसमा छ आइरन क्याल्सियमदेखि लिएर सबै खालका भिटामिन परमेश्वरको मुखबाट निस्केको वचनमा छ जसले यो वचनलाई खानुभयो आफ्नो जीवनमा प्र्याक्टिकल गर्नुभयो आफ्नो व्यवहारमा उतार्नुभयो उहाँको जीवन परमेश्वर पिताले आकाशीयको 1000% बनाइसक्नु भएको छ धन्यवाद पिता भइसक्यो भनेर ताली बजाएर ईश्वरलाई धन्यवाद गर्नेहरूको जीवनमा परमात्मा पिताले महिमा र आशीर्वादको कार्य येशू मसीहको नाउँमा गरिसक्नु भएको छ त्यसैले परमेश्वरले आज हामीलाई भन्नुभएको छ कोही फुले जातमा कोही फुले धर्ममा कोही फुले जातमा कोही फुले धर्ममा परमेश्वरलाई विश्वास गरे पार्नुहुन्न शर्ममा सबले गरौँ एउटै स्वर सबले गरौँ एउटै स्वर फालौँ अब मनको फोर सबका मालिक पिता परमेश्वर सबका मालिक पिता परमेश्वर हैन संसारको मानिस कोही जातमा कोही धर्ममा कोही चिजमा कोही वस्तुमा भुल्नु भएको छ तर हामी भने जगतका मालिक पिता परमेश्वरमा मन दिएका छौँ मनका फोर फालेका छौँ र परमेश्वर पिताले उचाइ र आकाशीयको जीवन तपाईँ हाम्रो जीवनमा प्रकट गरिसक्नु भएको छ धन्यवाद गर्छु परमात्मा यो आजको मौसमको लागि
हेर्नुहोस् त, हिजोसम्म कस्तो मौसम थियो, अस्तिसम्म कस्तो मौसम थियो। हजुर हाम्रै आँखाको अगाडिको कुरा होइन त हजुर यो? हेर्नुहोस् त, पिताको कृपा कति ठुलो छ, परमेश्वरको महिमा कति ठुलो छ। हामी सबको बिन्ती पुकार कसले सुन्नुभयो त? परमेश्वर पिताले। र आज यस्तो अन्तिमसम्म यति राम्रो मौसममा परमेश्वरले महिमा गर्ने योग्य बनाउनु भयो। त्यस कारणले यो मौसम देखेर पनि हाम्रो पिताको हातमा डाडु पुन्याउँछ। सबै आशीर्वाद पनि पिताकै हातमा छ। पिता मलाई चाहियो भनेपछि धन्यवाद, पिता पाइसक्यो भनेपछि मागेको भन्दा पनि थपेर परमेश्वरले दिइसक्नु भएको छ। त्यसकारण परमात्मा पितालाई अनगिन्ती धन्यवाद गर्छु येशू मसीहको नाउँमा। त्यसकारणले परमेश्वरको भरिपूर्ण आशीर्वाद र महिमा यहाँहरू सबैको जीवनमा मिलिसक्यो भन्दै आजको महिमालाई सञ्चालन गर्नुहुने हाम्रो विकल्प सर हजुर, हाम्रो तुलसा म्याम हजुर लगायत परमेश्वर पिताका आत्मिक सम्पूर्ण सन्तानहरूमा पनि म एकै मुष्टमा शिर झुकाएर नमस्कार गर्दै यहाँहरू सबैको दिन शुभ रहोस्, यहाँहरू सबैको बाँकी रहेको समय शुभ परमात्मा पिताले बनाइसक्नुभयो भन्दै यहाँहरू सबैबाट बिदा हुने अनुमति माग्दै धन्यवाद गर्छु पिता येशू मसीहको नाउँमा।